जनताले भोट दिएर प्रधानमन्त्री भयो होला, जनताले भोट दिएर गृहमन्त्री भयो होला, होइन? अनि तपाईँको छैन चुनिएर आएको 1 महिना भएको छैन, हामीले त्यो बिर्सिहाल्यौँ त फेरि? त्यो होइन, गरिब दुखीको लागि सरकार बन्नुपर्छ। म चाहिँ त्यो भन्छु, होइन? घाँटी न्याक्दै गरेको, ढुङ्गा हान्दै गरेको, लट्ठी हान्दै गरेको, यो चाहिँ कस्तो भन्दाखेरि लोकतान्त्रिक चरित्र होइन है। राज्यसँग लट्ठी छ भने लट्ठी हानिहाल्ने, बन्दुक छ भने गोली हानिहाल्ने भयो भनेदेखि होइन? भर्खरै हामी परेर चेतेको नि, होइन? यता हेर्दाखेरि धुवासो लागेको मन्त्रालयको भवनहरू देख्दाखेरि भर्खर चेतेको होइन हामी? त्यस मार्गमा जानु हुँदैन, किनभने यो सरकार सफल होस् भन्ने चाहना हाम्रो राख्छौँ। किनभने सरकार सफल भएन भने देश सफल हुँदैन, देश सफल भएन भने हामी पनि असफल हुन्छौँ। अहिले उहाँहरूले हामीले भनेअनुसारको छुट्टी बढाउने कोसिस चाहिँ गर्नुभएको छ, तर पाठ्यक्रम घटाउनु पऱ्यो नि त, पाठ्यभार घटाउनु पऱ्यो क्या मेरो मतलब हो। पाठ्यभार धेरै छ, धेरै भइसकेपछि धेरै दिन पढाउनुपर्छ क्या विद्यालयले। मैले तपाईँको स्थानीय तह चलाएर आएको हो, त्यहाँको प्रहरसँग हाम्रो बारम्बार नियमित बैठक हुन्थ्यो, त्यसमा उहाँहरूको पिरै त्यही हो क्या, पाठ्यभार धेरै छ। शनिबार पनि स्कुल लगाउने, शनिबार किन स्कुल लगाएको भनेर सोद्धा त्यसो भन्नुहुन्थ्यो। हाम्रो अब कोर्सै कम्प्लिट हुँदैन, यो बिदा त्यो बिदा, होइन? तपाईँको छैन, तपाईँको कतिवटा चाडपर्व अनि बिदा अनि शनिबार हामीले लगाएको भन्नुहुन्थ्यो पाठ्यभारको कारणले। त्यसले गर्दा पाठ्यक्रम सुरुमा घटाउनुपर्छ, पाठ्यभार घटाउनलाई। पाठ्यक्रम घटाइसकेपछि पाठ्यक्रम अनुसारको पाठ्यभार घट्छ, होइन? पाठ्यभार घटिसकेपछि पढ्ने समय पनि घटाउन सकिन्छ। यो भएको क्या, कोर्सै कम्प्लिट हुँदैन, जाँचाइहाल्छ, होइन भन्ने पिर छ क्या उहाँहरू।